And there's a place that I've dreamed of, where I can free my mind. I hear the sounds of the season and lose all sense of time. I'm moving far away to a sunny place where it's just you and me. Feels like we're in a dream. You know what I mean. The summer air by the seaside, the way it fills our lungs, the fire burns in the night sky. साइमनाले रक्षा गरे सबैको अरू बेला गरिब भएन अब 4-5 दिनको लागि चाहिँ धनी भइसक्यो हामी रैला हान्नुपर्छ धोरपानी ट्रिप चाहिँ बवाल भइरहेछ नाच्छ त बाइक त आमा के भएको यो ओइ 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 रन कति गाह्रो रे यो जादु गर्दै आइरहेको छ केटाले ल हेलो वेलकम ब्याक टु अनदर भिडियो फेरि स्वागत छ नयाँ भिडियोमा आज बिहान बिहानै कहाँ निस्किनु भन्ला ल आज बिहान नै हामी निस्के धोरपानी ट्रिपको लागि है अहिले चाहिँ हामी 3 जना छौँ यहाँबाट यो तोरी अगाडि छ अनि पछाडि मेरो जिग्री छ है अनि 3 जना केटाहरू चाहिँ स्विमिङमा छ त्यहाँ भतिज अनि 2 जना भाइहरू छ अनि त्यही गरेर भेट्नुपर्छ अब हामी 6 जना निस्किला आज चाहिँ धोरपानी बिहान बिहानै है अब हल्का चिसो पनि लागिरहेको बिरामी पनि छ हल्का यसो चिसो लागिरहेको छ जबरजस्ती निस्केको म अर्को नेक्स्ट विक जाऊँ कि भनेको फेरि नेक्स्ट विक अब के होला अब के होला भन्दा नि भतिजको टाइम नमिल्ने भयो नेक्स्ट विक चाहिँ त्यही भएर आजै निस्के त्यही होला अर्को हिरो अगाडि छ प्याकिङ मस्त हालेर अब हामी 2 जना पछाडि त्यही होला अब डाइरेक्ट केटाहरू भाटन गरेर भेटौँ सबैमा लगेर अहिले ट्याक्क निस्क्यो है भतिजकोबाट ट्याक्क 2 जना केटाहरू अगाडि छ भाइहरू चाहिँ अगाडि कुदिरहेको छ अरे प्लस मम्मीबाट साइमनाले रक्षा गरे सबैको ल निस्किम साइमबाट साइमो क्या हो ल केटा 2 जना अगाडि बत्तिरहेको छ म चाहिँ बिस्तारै लोडेड छ केटाहरू चाहिँ 2 जना ओइ मा खाल्टो पो छ त के हो मेरो बाइक तान्दैन क्या हो आमा मान्छेहरू वाक हिँड्रहेको छ कि आमा कति धेरै मान्छे यार बिहान बिहानै यहाँ कुरा गर्ने मान्छेहरू होला वाकमा हिँड्ने बाटो छोटो के हो कति धेरै मान्छे यार है वाकमा हिँड्ने होला क्या यो कोरा गरे होला क्या स्वयम्भू तलबाट यही हो नि त बाटो ल केटा 2 जना अगाडि छ अब 2 जना भाइहरू अगाडि चौकमा कुदिरहेको छ अरे त्यसपछि अब यहाँ मान्छे पो अहिले कस्तो पड्क्यो 2 जनाको यार मान्छे पो अब अहिले बिचमा हाइवेतिर भेट्नुपर्छ हामी है त आमा के हो साउन्ड त भतिजको बाइक त लगेर अझै काठमाडौँ तल ट्याक्क छोडेर हामीले छिराएछौँ ट्याक्क यो भतिजले भित्रको बाटो छिरायो कहाँबाट छिरायो दामी छ त्यो ओइ यता पो रहेछ बाटो त कुन बाटो हो मलाई थाहा नै भएन भतिज र साथी अगाडि छ तिनीहरू बत्तै छ यार कस्तो कुदा हो रकेट जसरी त्यही बस्दैछ कहाँ आइपुग्यो पटाटर पड्काउँदै हिँडेको केटाहरू 2 जना 2टा क्लासिक एउटा एभेन्ज 3टा बाइकमा 6 जना त्यही हो आजको डेस्टिनेसन भने चाहिँ हाम्रो पोखरा हुन्छ कि बागलुङ गएर बस्नु होला मेबी भोलि सजिलो हुन्छ नि त अब बाटो त हेरेको थियो फेरि उता बुद्धिमागमा पुरै डेन्जर देखिरहेको थियो कस्तो त थाहा छैन बाइक लानु सकेन भने चाहिँ हामी बुद्धिमागको बाइक छोडेर माथि गाडीमा जान्छु त्यही होला दामी आउँछ भिडियो चाहिँ ल लास्टसम्म हेर्नु होला त्यही होला यो बाटो त सही रहेछ त है ट्याक्क डाँडाको बाटो कहाँ निस्किन्छ थाहा नै छैन पनि फर्स्ट टाइम आयो यो बाटो त तल 9-20 निकाल्छ कि भनिदिन्छ खै कहाँ निस्किन्छ 9-20 निस्किन्छ होला थाहा नै छैन यार धार्के चाहिँ देखिरहेको छ अघि धार्के भनेर तल्लै हो नि यार धार्के निस्किन्छ कति किलोमिटर देखिरहेको छ क्या होला यहाँबाट चाहिँ डाइरेक्ट धार्के निस्किँदैछ त्यही होला अनि अब रैला हान्नुपर्छ 4-5 दिनको टुरको लागि निस्किएको छ अरू बेला गरिब भएन अब 4-5 दिनको लागि चाहिँ धनी भइसक्यो हामी रैला हान्नुपर्छ त्यही हो केटाहरू बत्तिरहेको छ अगाडि कस्तो कुदाएको यिनीहरूको बाइक त रकेट हो क्या हो यार जति कुदा पनि भेट्दैन अघि कहाँ छ हेर न अझै पनि कस्तो कुदा होला यिनीहरूले नभेट्ने केटालाई त नसक्ने यहाँ लेखेको 40 ल्याएको छ
वेदर पनि दामी अनि बाटो पनि राम्रो लाग्यो यो बाटो मलाई सर्टकट बाटो रहेछ सर्टकट भन्दा नि सर्टकट त सर्टकट नै होला अब त्यही पनि खाली क्या अरू भन्दा पनि बाटो चाहिँ अनि त्यही माथि सफा चिल्लो दामी ल लुगा लाएर यस्तो खत्तम भइरहेको थियो नाक दुधै बन्द छ भैँस पनि कस्तो आइरहेको होला अर्को आइरहेको होला यस्तो बिराम भाइ पनि निस्किएको छ अब त्यही त हो नि लकडाउ आज 15 दिन लाग्यो के लाग्यो 10% नि हिँडेको थियो होला हामी 10% नहिँड्दै भतिजको अगाडिको टायर लिक्विड निस्केर है कन्जेन्ट भएर रहेछ के हो यहीँ कति बजी 11:30 भइसक्यो होला हाम्रो आजको टार्गेट चाहिँ त्यही हो बागलुङसम्म थियो बागलुङ त पुगिन जस्तो छ आज पोखरै बसिन्छ जस्तो छ है त्यही हो केटाहरू खोइ कहाँ गयो जिग्री ओ जिग्री ओ हिरो आऊ भतिजको अगाडिको टायर कन्जेन्ट भएर यहाँ 2 घन्टा 2.5 घन्टा टाइम यहीँ खाएँ है बिस्तारै जानुपर्छ जहाँसम्म पुग्छ त्यही सकेसम्म पोखरा गएर बसिन्छ होला आज ठ्याक्कै कहाँ धार्गेबाट अलिकति मात्र अगाडि ल यहाँ जुङ्गे खोलानिर आएर ठ्याक्कै टायर पन्चर भयो भतिजको त्यही हो बाटो चाहिँ यस्तै छ अरे अब योभन्दा झन् खत्तम छ भन्थ्यो तलतिर है त्यही हो बिस्तारै सकेसम्म मुक्लिन चाहिँ कट्यो भए राम्रो हुन्थ्यो है मुक्लिन कटेर खाना खाऊँ भन्ने सोचिरहेको थियो नागेडा अब खाना खानु ल कुरकुर नगर हो ल एप्स हालेर भेट्नुपर्छ अब ल त्यही हो ल यहाँबाट अब 4-2 घन्टा जति हामी पोखरा पुग्छ होला आज पोखराको आनन्दले स्टे गर्छु पोखरा गएर मस्त रेस्ट गर्छु सोही अर्को आइरहेको होला पुरा रुगा लगाएर नाक बन्द भइरहेछ त्यही पनि अब गएर हिँड्दा यस्तो मस्त चिज गर्दै लक्कडा अब चाहिँ बाटो बवाल चाहिँ वान छ यतिको बाटो भएदेखि भए चाहिँ कस्तो बल मजा आउँथ्यो होला त होइन अब चाहिँ खतरा छ क्या बाटो केटाहरू अगाडि बत्ती स्याहार छ हेर न कति कुदाउने होला त्यसमा यार लास्ट बल छ यो बाटो चाहिँ अघि अब उता क्यामेरा अन नगरेको कारण चाहिँ त्यही हो अब बुङ्गीसम्म त अब बाटो अलिक रिक्स नै छ नि त उतातिर अब अहिले बर्खाको टाइम अब लाइटहरू झर्ने उतै हो नि त त्यही भएर अब क्यामेरा अन नगरिकन हामी सरासर आयो अहिले पानी पनि परिरहेको थियो त्यही माथि त्यही भएर सरासर आयो उता क्यामेरा केही अन नगरिकन अहिले त उभो रहेछ बाटो आमा यतिको बाटो भन्दा कस्तो मजा आउँछ होला नि है पोखरासम्म यतिको बाटो भयो काठमाडौँ यस्तो बाटो भयो भने त ल सही छ केटाहरू अगाडि नन्किसक्यो बत्ती सक्यो गाउँ चाहिँ पछाडि बिस्तारै जाँदैछु छिटै अब यस्तै बाटो देख्न पाऊँ न काठमाडौँदेखि पोखरा होइन काठमाडौँदेखि पोखराको बाटो यतिको वहीँदेखि भयो भने चाहिँ काठमाडौँ त्यही हो सजिलो हुन्छ भनौँ न काठमाडौँ टु पोखरा गर्नलाई बाइकमा गाडीमा स्कुटरमा आयो नि सजिलो हुन्छ यतिको बाटो भयो भने त म चाहिँ रुगा लगाएर नाक पुरै बन्द भइसक्यो है अब पोखरा गएर ब्याक रेस्ट गर्नुपर्छ लकडा हो फाइनली पोखरा आइपुग्यो है आज चाहिँ हामी यतै स्टे गर्छौँ त्यही हो आजको टार्गेट भनेको हाम्रो बागलुङसम्म थियो बाइकले हल्का धोका दिएर चाहिँ हामी हल्का लेट भयो टाइम है त्यही भएर आज हामी यतै स्टे गर्छौँ अनि मजाले रेस्ट गर्छौँ आनन्दले चिसो लागिरहेको छ अनि भोलि बिहानै फेरि यात्रा जारी हुन्छ हाम्रो ल केटा आज डे 2 है अब आज नि बिहान निस्किनु भन्दा ढिलो भयो त्यही त केटाहरूको टाइम आफै लेट उठ्यो है त्यही आज चाहिँ लुगा नि ट्याक्क लिएको भास लाग्यो हिजो गएर ट्याक्क एक क्वार्टर रम हाल्दै अरे ट्याक्क लुगा नि फ्रेस भयो जस्तो लाग्यो अनि अहिले चाहिँ पोखरा सिटीलाई हामी छोडेर जाँदैछु आजको डेस्टिनेसन चाहिँ सकेसम्म माथि टिकाधारै पुग्नेछु है नभए त्यही हो धोरबाटोसम्म भनौँ न धोरबाटो गएर बस्छु रेट चाहिँ के हुन्छ हेरौँ बाटोमा भेट्दै गरौँ ल आनन्दले बिस्तारले जान्छ चिनमा हिजो त पानीले पनि लोड हान्यो है अनि आज चाहिँ पानी नपर्ने हुन्थ्यो जस्तो लाग्यो हिजो रातभर पानी पनि परेको थियो घामलाई भने आनन्दले चिजमा गइन्थ्यो हेरौँ अब के हुन्छ लकडा अहिले चाहिँ हामी आइपुग्यो हामी है ट्याक्क लगाएर यो बाटो चाहिँ उब्बर सेक्सी लाग्छ मलाई है वान अफ द बेस्ट नै हो मेरो यो बाटो पोखराको चाहिँ बवाल लाग्छ त्यही हो केटाहरू अगाडि बत्ती सक्यो अब म पछाडि हामी आनन्दले जान्छु ढुक्कले फिल्डमा फिल चाहिँ अब भर्नु मन छ एउटा गएर फिल भर्छु अनि त्यसपछि लाग्नुपर्ने हुन्छ हिजो अब त्यही हो भनिदिइहालेँ लेट आएको कारणले गर्दा हामी अब पोखरै बस्नु पऱ्यो होइन अझै पनि हाम्रो 180 किलोमिटर रन गर्नु मन छ हिजो कति के हान्यो हामीले 250 त्यस्तै हान्यो होला यहाँबाट 180 जति भन्छ अब सकेसम्म चाहिँ अघि पनि भनिहालेँ हामी सकेसम्म माथि नै जान्छौँ आज बाटोमा ट्याक्क सर्ट ब्रेक कफी ब्रेक भनौँ न त्यसपछि कन्टिन्यू फेरि बाटोमै हुन्छ हाम्रो ल आएदेखि बल्ल दामी हान्न पायो ल बाँचेर भात उपरै भात चाहिँ लास्टै बवाल पायो होइन अहिलेसम्म काठमाडौँ आएदेखि भयल मिठो भात चाहिँ यहाँ दामी खानु पायो र अब यस्तो जस्तो हामीहरू अब चाहिँ हामी डाइरेक्ट गोलीबाङ पाटन पुगेर चाहिँ स्टे गर्दैन अनि बाटो भेट्नु खान्छ डाइरेक्ट लगेर अहिले चाहिँ ट्याक्क बागलुङ बजार यही तलको भइहाल्यो बागलुङ बजार ठ्याक्क निस्केको हामी बागलुङ आइपुग्यो भनौँ न अनि त्यही हो अघि देखाएको चाहिँ मैले खाना खाने ठाउँ है अहिलेसम्मको ट्रिपमा सबभन्दा बवाल खाना पाउने ठाउँ त्यही है भात खाने माछा र भात त्यही माथि लोकल माछा है अनि माछा नि यहाँ बटुकोहरू दिनुभएको थियो वाल दामी भात चाहिँ यस्तो बवाल अक्खा थियो है त्यहाँको
तपाईँहरू के गरी यो बाटो रुटमा हिँड्दै हुन्छ भने चाहिँ त्यहाँ एकचोटि ट्राई गर्नु होला, बवाल छ। त्यहाँ अब घान्द्रुकबाट लगभग 9-10 किलोमिटर अगाडि होला त्यो अम्बोट भन्ने ठाउँमा रहेछ। अम्बोट सबिन होटेल रहेछ है, गुगलमा पनि भेटिन्छ तपाईँले त्यो डाइरेक्ट। बवाल छ खाना चाहिँ, त्यही हो ल। सेट्टिस हुन्छ त्यहाँको भात खायो भने चाहिँ, लोकल माछा र भात बवाल। त्यहाँबाट बुर्दिबा 2 घन्टा 3.5 घन्टा पुग्छ होला सायद। अनि त्यसपछि माथि धोरपाडा लाग्नुपर्ने हुन्छ। त्यहाँ साथीलाई कल गरेको सोधेको मैले, बाटो धोरपाडा जाने त ठिकै छ अरे, नट ब्याड, राम्रै छ अरे भन्थ्यो। खोइ अब टिकटकतिर भिडियोहरू हेर्दा त पुरै हिलो बाइकै अब त्यो नचर लास्ट हुन्छ नि, त्यो दल देखाएको थियो, तर त्यस्तो चाहिँ छैन अरे। अलिक केटाहरूलाई फोन गरेर सोधेको। बाटो चाहिँ यही हो, बुर्दिबागसँग यस्तो चिलै छ, आनन्दको छ। बुर्दिबागदेखि माथि भनौँ न 2.5 घन्टा 2 घन्टा मात्रै हो अफरोड। म चाहिँ पहिले पनि गइसकेको छ, त्यही भएर चाहिँ एक्सपिरियन्स छ भनौँ न यहाँ गएको। अनि मेरो भाइहरूलाई पनि एकदम मिस गरेको छु लास्ट टाइम आउँदाखेरि है, भाइहरूसँग गएको थिएँ म। नलबरासी भाइ, बुटोलतिरको भाइहरू, त्यस केटाहरू मिस भइरहेको छ भनौँ न। त्यति बेला आएको नि ठुलो मेमोरी छ है भाइहरूसँग आएको, त्यस्तो चिलमा। ल अहिले ट्याक्क बुर्दिबाग बजार ट्याक्क छोडेर माथि लाग्यो। अब यहाँदेखि चाहिँ फुल अफरोड हो, त्यही हो, डेन्जर छ अलिकति। अलिक ढिलै भयो है, बाइकले धोका दिएर। फेरि पनि अब भन्छु बाइकको टायर पन्चर भयो। अनि ल अब चाहिँ अब ढिलो भयो, बसौँ कि भन्ने भयो, भोलि बिहानमा जाउँ कि भनेको, केटाहरूले जाउँ भन्ने भयो। ल गइदिउँ न त भन्छ। माथि 1 घन्टा जति बाटो चाहिँ अलिक हिलो अरे जाउँ। अब यहाँ साथीलाई भेटेको टुर गरेको थिएँ मैले, केही भयो भने कल गर्नु न भन्दै थियो। अब केही भयो भने अप्ठ्यारो सप्ठ्यारो पऱ्यो भने कल गर्नु न माथि पुगेर भन्दै थियो साथीले। त्यही हो ल, माथि जाउँ बिस्तारै जाउँ। बाटो कन्डिसन कस्तो रहेछ हेरौँ। अनि त्यस्तै रहेछ भने चाहिँ क्यामेरा अन गरौँला नि, भएन जानु त म पहिले पनि गइसकेँ माथि। पहिला चाहिँ बाटो ठिकै थियो, राम्रै थियो। पालि यो बाटो ठुलो बनाएर रहेछ नि त, अनि त्यही खन्या भयो भने चाहिँ माथि पानी परेको गर्छ क्या प्रायः जस्तो। अनि त्यही भएर खनेर चाहिँ पुरै हिलो अरे। हेऱ्यौँ अब रोड कन्डिसन कस्तो छ, लेट्स सी। यो बाटो पिच भने चाहिँ सही हुन्छ यार, टुरिज्म चाहिँ खत्रै बवाल हुन्छ क्या, जानु पनि धेरै हुन्छ। यता चाहिँ पानी परेको छैन माथि। अहिले पनि माथि कल गरेर सोधेको थियो साथीले, अलिअलि पानी परिरहेको छ अरे। हेरौँ न माथि। अब त्यस्तै बाटो आयो भने मात्रै क्यामेरा अन गर्छु, नभए गर्दिनँ है। अब लगभग ढिलै हुन्छ होला, हामी पुग्दाखेरि 8:30-9 बज्छ होला सायद। त्यति बजी पनि पुग्दैन भन्ने हो। 1 घन्टाको मात्रै बाटो छ अरे क्या अघि चाहिँ हिलोहरू। हेरौँ न ल केटा, मैले बाटो चाहिँ पहिलाभन्दा डेभलप भएको देखेँ है। यहाँ चाहिँ अहिले चाहिँ बवाल बनाएर छ अहिले चाहिँ, यति बनायो भने पिच गरे जत्तिकै हो। माथि चिप्ले ढुङ्गा के समथिङ केबाट त्यहाँबाट चाहिँ त्यो भर्खर खन्या भएर माथिबाट पहिरो झरे गर्ने भएर चाहिँ त्यहाँ त त्यही मात्रै चाहिँ हिलो यताउति भन्ने चाहिँ होइन। नभए अरू जाउँदै चाहिँ बाटो एउटै बनाएर चाहिँ पहिलाभन्दा चाहिँ म योभन्दा अगाडि आउँदै चाहिँ यस्तो थिएन है। जस डिफेन्स चाहिँ पायो बाटोको, नभए बाटो चाहिँ राम्रै भनौँ न यतिको त। यो त बवालै हो नि बाटो त। त्यही हो, माथि अब ढिला हुन्छ अँध्यारो भइसक्यो। अब हेरौँ माथि अब कतिखेर पुग्छ। त्यही हो, अब भोलि बिहान चाहिँ दामी एउटा मिठो स्टोरी आउँछ। त्यही हो ल, अब डाइरेक्ट हामी माथि नै भेट्नु पर्ला। अब त्यही यस्तै बाटोतिर अब क्यामेरै अन गर्नुपर्ने भयो भने क्यामेरा अन गर्छु, नभए डाइरेक्ट भोलि बिहान भेट्नु पर्ला हामी। ए भारी पुगेको जस्तो थाक्छ त्यहाँ। कालचक्रसँग कहाँ भन्थ्यो रोजेसले, देखाउनु पर्छ तिमीलाई। सिधो बाटो आउनु बित्तिकै सास आउनु थियो यार, फुल एडभेन्चर। ल केटा, हाम्रो राइड चाहिँ यस्तै भइरहेको छ अहिलेसम्म, तर बवाल मजा आयो कसम। यस्तो बल मजा आयो नि होइन। के अरे यो खाल्डो हो कि पोखरी हो यो? केटाहरू जादु भनेर हिँडिरहेछ। ओइ कस्तो भइरहेछ केटा राइड? गुड, फुल इन्जोय गरिरहेछौ नि राइडलाई, ओभर इन्जोय गरिरहेछौ नि। ल राइड चाहिँ यस्तै छ, अगाडि लामो हुन्छ जस्तो छ। अब हेर्नु होला मिलाएर, अब कति बोल्नु अब देखिहाल्नु होला बाटो कस्तो छ। भोलि बिहान यसको फेरि यति गरेर दुःख गरेर आएको फेरि राइड त फेरि भोलि बिहान भ्यूले फेरि ठ्याक्क रिफ्रेस गरिहाल्छ नि। भारी बोकेको जस्तो थाक्दो रहेछ हौ यस्तो कुदाउँदा नि। के हो, नाच्न मात्रै खोज्छ त यो बाइक त। गीतै चाहियो हो कि हामीलाई, म्युजिक बजाइदिउँ एउटा। दोङ सम्धी ओइ सक्यो भने त कहाँ सकिनु, यसलाई त म यसरी हिँडेर लान्छु यहाँ त। लेट्स गो बेबी, लेट्स गो। तान्यो आइपुग्यो ल बल्ल। सिधा बाटो आउँदाखेरि सास लामो सास तान्न मन लाग्ने रहेछ यार। मेरो टायर चिल्लो भएर होला कि बाइक नाचिसक्यो।
ओ हेर्नु कस्तो नाच्यो यार बाइक यार यस्तोमा त तान्छ यो हिलोमा चाहिँ कति फिटिक नाचिरहेको छ क्या बाइक के भएन अरू त यस्तो एडभेन्चर त ल मा के भएको यो लाइट हो आफै चेन्ज हुन्छ त मेरो बेबेल चाहिँ अहिलेसम्म धोका देखाएन है त्यही नै चाहिँ एकदम खुसी लागिरहेको छ मलाई यस्तो पिकअप पनि नन दिइरहेछ बाइक आमो अरू केटाहरूको बाइकले धोका दियो अहिलेसम्म मेरो बाइकले बरु धोका देखाएन है त्यही नै खुसी कुरा हो मलाई अनि त्यही हो ल यस्तो चाहिँ बाटो अवस्था चाहिँ फुल एडभेन्चर गर्नु मन छ भने चाहिँ घरबाट नआउँदा हुन्छ है ल फुल एडभेन्चर अझ डट लिएर आयो भने त कसम फुल मजा यस्तो मजा लिन सकिन्छ नि अफरोडको होइन तर डट बाइकहरू लिएर आयो भने चाहिँ एडभेन्चर गर्नु मन लाग्छ नि त त्यस्तो मान्छे चाहिँ फुल एडभेन्चरको मजा चाहिँ फुल अन लिन पाइन्छ क्या यो बाटोमा ल होइन यस्तो बल छ बाटो अनि कस्तो मजा आयो त यार ओइ खाल्डो कति आउँछ खाल्डो यस्ता खाल्डो त त्यसले त उतारिदियो त भाइलाई पछाडि गएर गाह्रो रहेछ क्या यहाँ पनि त फेरि डबल लोडै हो नि त मेरो बेबीले त फेरि सर मेरो बेबीले त डबल लोड हो नि त यस्तोमा त फेरि होइन बिस्तारै आइज बिस्तारी यहाँ बसिरहेको रहेछ केटाहरू कस्तो भयो भतिज राइट कस्तो भयो होला है कुन लाइट आउँछ एक्लै त झन् मजाले आइहाल्छ नि डबल लोड त यस्तो मजाले तानिरहेको छ मेरो बाइकले झन् पिकअप जिग्री पिक ल यहाँ स्क्रिनसट निकाल ल यहीँबाट स्क्रिनसट निकाल ल ल कोच ल अझै पनि यात्रा जारी छ हाम्रो यस्तो चाहिँ कति गाह्रो रे ल यस्तो छ यात्रा अझै जारी छ है ल उयो यति रहेछ बाटो त यस्तो बवाल छ अब हेरौँ माथि कस्तो छ होइन यो जादु गर्दै आइरहेको छ केटाहरू ओपर ओपर ओइ मा यही बाध्य मासल कस्तो पानी छाप्यो होला झन्मा जुत्ता झन् प्लास्टिक निस्कियो झन् फोहोर भयो भन्छु हाल न अझै हाल हाल केटा हो एडभेन्चर हाम्रो फुल एडभेन्चर हो यो चाहिँ धोरपाटनको होइन डट बाइक नभए नि डट जस्तै मजा लियो होइन एडभेन्चर प्लस एभेन्चर है के हो एभेन्चर अनि एडभेन्चर ओइ मासल लाइट त के हो आफै ल लाइटै अब त मुजी ओइ रोक ओइ ओइ रोक 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 न ओइ बलि बलि जाउँ 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 बाइकको के हो लाइट आफै अफ हुन्छ त यार सरप्राइज हुन्छ त बाइकले त मलाई त आए के अरे जिरी के अरे तिमीले के अरे ए एडभेन्चर अन एभेन्चर हो सही सही हो ल होइन हो नि धुर्पाडन अनि एडभेन्चर अन एभेन्चर आए ल सही टाइटल है त ल केटा हो यस्तै हो ए बवाल यसले चाहिँ रिग्रेट भयो अरे अबदेखि काठमाडौँ भ्यालीबाट बाहिर निस्किँदैन रे होइन हाम्रो चाहिँ मजा आइरहेको छ यस्तो अब म दिनकै हिँड्न पाएँ नि हुन्छ दिदी दिनकै यसरी हिँड्न पाएँ दिनकै खान पाएँ दिनकै डुल्न पाएँ त ओहो नेपाल टुर हान्नु पाएँ त तर नेपाल टुर हान्नुपर्छ पख्न पैसा नकमा सुन्छु गोजीमा 1 रुपियाँ नहोस् त्यही पनि ट्राभल चाहिँ हान्नुपर्छ केटा मरेर जानु केही छैन होइन चाहिँ कि भोलिको दिन कसले देखाएको छ होइन सम्झी मात्र त्यसलाई अब यस्तो बाटो हिँडेको छैन राइड गएको मजा नै थाहा छैन रहेछ केटालाई राइड गरेको मजा नै राइड आएको मजा नै यही त हो त यार बिच रोडमा सानो त जो पनि गइहाल्छ होइन त्यसको ड्रिम हुन्छ यस्तो आउने होइन
यस्तै एडभेन्चर हान्ने ड्रिम हुन्छ मान्छेको। मेरो ड्रिम चाहिँ केही होइन, नेपाल टुर चाहिँ हान्नुपर्छ भन्ने कुरा हो। महिनाको 10,000 कमाउँदा त जिग्रेछ डुलेर हिँड्छ होइन। महिनामा लाख रुपियाँ कमाउनु भयो भने चाहिँ के गर्छ होला हो यार, होइन? ल आइपुग्यो केटा हो फाइनली धोरपाडाको गेट देउराली भन्छ क्या यसलाई चाहिँ। देउराली आइपुग्यो हामीलाई फाइनल्ली। बवाल एडभेन्चर हान्यो। यही हो देउराली गेट धोरपाटन भनेर चाहिँ यहाँ अगाडि लेखाएको छ। कोही हुनुहुन्छ इन्ट्री हान्नलाई? कोही छैन सब। हुनुहुन्छ मान्छे हुनुहुन्छ? ल केटा हो यहाँ इन्ट्री गरौँ भन्छौँ है, इन्ट्री हान्छौँ। यहाँ टिकट 100 रुपियाँ लिन्छ होला एकजनाको। धोरपाटन लेखा चाहिँ यही छ यो धोरपाटन। यहाँ उसको के अरे झरल र उसको के अरे के भन्छ होला त्यसको उयो पनि बनाएको छ। अब चाहिँ ट्याक्कै यहाँ देउराली आइपुग्यो, इन्ट्री सिन्ट्री गरियो होइन। अब त्यही हो ल, तल होटल गएर भेटौँ अब। बवाल मजा आयो कसम फुल एडभेन्चर। फाइनल्ली धोरपाटन होटल आइपुग्यो। यस्तो छ हालत। ल यस्तो छ भाइ, कस्तो भयो अब इन्ट्री हुन्छ हाम्रोमा। कहिले नआउने? भोलि देखेपछि आउँछौ, भ्यू देखेपछि। यस्तो छ ल बाइक। एकछिन अब रुमतिर फ्रेस हुम हामी त ल। सानो लाउ चाहिँ ट्याक्क मटन ल। केटा हो आज चाहिँ हाम्रो धोरपाडन एयरको डेस्टीमा ठ्याक्क धोरपाडनमा छु। हिजो बेलुका आइपुग्यो, लेट नाइट पनि आइपुग्यो ट्याक्क। अहिले चाहिँ म यो फाँटमा आएको छु। केटाहरू चाहिँ आइरहेको थियो, खोइ फेरि फर्केर होटेल गएछ। यस्तो छ है भ्यू चाहिँ ल। बवाल छ ल। यस्तो फुलहरू हेरेको यो फुलहरू चाहिँ पहेँलो फुल मात्रै रहेछ। त्यो रातो फुलहरू खोजिरहेको छु म कहाँनिर छ भनेर होइन। ऊ त्यहाँ भित्रतिर हो कि जस्तो लाग्यो, यहाँ भित्तामा हो कि जस्तो लाग्यो। यहाँ त रातो देखिरहेको छ होइन, यहाँतिर हो कि जस्तो लाग्यो त्यो फुल हो कि कहाँ हो खै खोजिरहेको छु। यहाँ चाहिँ यस्तो पहेँलो फुलहरू मात्रै रहेछ। आमा हक्का छैन ल। हामी यहाँ होटेलबाट खानसाना खाएर आनन्दले चढ्छौँ। आज माथि बस्ने गरी बुगी पारेर नै बस्ने गरी। मान्छेहरू चाहिँ बिहानै हिँडेर गएको थियो, उनीहरू चाहिँ आज बिहान गएर बेलुकै फर्किन्छ अरे। हामी चाहिँ अब बेलुका गएर आज दिउँसो आनन्दले गएर बेलुका भोलि मात्रै फर्किन्छौँ। त्यही भएर होइन आनन्दले घुम्ने हो नि घुम्न आएको मान्छेहरू त कस्तो हतार गरेर के घुम्नु होइन। त्यही ल हिजो बेलुका चाहिँ फुल एडभेन्चर भयो। मलाई चाहिँ यस्तो मजा आयो क्या, लास्टै मजा आयो ल। यहाँ चाहिँ मैले पहिलो फुल मात्रै देखेँ यार, यस्तो राउन्ड हानिसक्यो कि यस्तो देखेन। यसो आँखाले देखेँ जति सबै पहिलो फुल मात्रै देखेँ। अगाडि यस्तो बलहरू फुलहरू छ ल। खतरा देखाएको छैन, बल चाहिँ फुलहरू चाहिँ ल खतरा छ। यही अब त्यही हो अब माथि जान्छ लामा बिस्तारै आनन्दले हामी चाहिँ त्यही हो चिल गर्नुपर्छ आनन्दले ढुक्कले घुम्न आएको मस्त आनन्दले टाइम लिएर घुम्नुपर्छ केटा। लास्ट टाइम आउँदाखेरि चाहिँ हतार गरेर माथि पुगी पनि जान पाएको थिएन हामी, तल झरेको थियो। केटाहरूलाई पनि मिस गरिरहेको छु मैले भाइहरूलाई एकदम। त्यो टाइममा आएको बेला त्यो बेला चाहिँ हामीले गेम सायद यतै चौरी यहीँतिर कहाँनिर खेलाएको थियो हामी, त्यहाँ बसेको थियौँ भनेपछि त्यसको सिधा यतातिर खेलाएको थियो हामीले गेम। त्यो गेम त्यसको क्लिप पनि म हाल्छु त्यहाँ नि, एउटा सानो क्लिप यहीँनिर गेम खेलाएको थियो हामीले देखेर ल। सही कुरा गाइज अझै दामी आउँछ माथिको झन् पुगिपाटनको स्टेट्युट। भिडियो चाहिँ लामो हुन्छ होला त्यही पनि दामी आउँछ ल। बाट आउँदैछ भने चाहिँ यो रातो फुल चाहिँ लगभग सुकिसकेछ है। त्यति मात्रै बाँकी रहेछ छैन, लगभग सक्यो यहाँतिर छ अलिअलि। यो फुल चाहिँ छैन, अब पहेँलो फुल मात्रै बाँकी रहेछ ल। पहेँलो फुल चाहिँ वाइलै छ यहाँभरि होइन, वाइलै छ वाइल। अर्को भनेको यहाँ उयो पारी झन् पुरै उयो रहेछ त्यहाँ। अनि यहाँतिर टन्नै छ पहेँलो फुल चाहिँ वाइलै छ वाइलै ल। केटाहरू त्यहाँ खोइ कहाँ पारी जान्ला अरे, म पनि अब त्यतै जानु पऱ्यो केटाहरूसँग कुखेर एक्लै भयो यहाँ ल। खोजेँ कि अघि मैले यो सानो पुल यता रहेछ कि यस्तै
सुकिसकेछ यार कस्तो नदेख्ने भइसकेछ अहिले त यस्तो भइसकेछ पुरै कालो कालो भइसकेछ यस्तो भइसकेछ अनि कालो भइसकेछ अहिले त पुरै सुकिसकेछ छन् त फेरि यहाँभरि छ सबै ग्राउन्डै भर्ने छ त सुकिसकेछ रातो रातो देखाएको छ त क्यामेरामा नदेखिने रहेछ यता चाहिँ देख्ने रहेछ क्या जानला अब ल जिग्री